राम्रो हुन्छ यिनीहरू पनि अब फुलहरू हो अब ल्याएर रोपिसकेपछि चाहिँ अब हामीले कतिवटा किनेर ल्याउँछ कति गाउँमा वरिपरिबाट हामीले सार्छ फुलहरू हो त्यसलाई राम्रो केयर गर्नुपर्छ फुलहरू रोपेर मात्रै पानी हालेर मात्रै फुल मर्छ भनेर डेली पानी हाल्नु पनि होइन हप्तामा एक दिन हाले पनि हुन्छ प्लान्टतिर अब मैले चाहिँ भगवानको पानी उठाएकोहरू पालै पालो कोही बेला कता हाल्छु कोही बेला कता हाल्छु कोही बेला कता हाल्छु अब त्यो पानी मैलातिर फ्याँक्नु भएन त्यो पानी चाहिँ कोही बेला त अब फुलतिर बेसी हुन्छ हो माथि अम्बकको बोटहरू छ माथितिर त्यहाँनिर खनाइदिन्छु पानीहरू हो अन्त अब यो अहिले चाहिँ मैले अस्ति केराको बोक्रा भिजाएको थिएँ यसरी नै अन्त मेरो त अब यताउता गरेर थुप्रो छ झन्डै अब एकखेप पानी हाल्दा चाहिँ मेरो 15 मिनट 20 लिटर जस्तो पानी चाहिन्छ त्यसमा चाहिँ यो एक बोतल भिजाएकोमा चाहिँ मैले त्यस पानीमा अलिअलि गर्दै मिसाउँदै अलिअलि गर्दै अलिअलि यति जस्तो कि एक पावा 5 लिटरमा एक पावा जस्तो हालेर चाहिँ फिटाउँदै मैले फुलको जरातिर हालिदिँदैछु हालिदिएँ मैले थुप्रो 25 लिटरमा चाहिँ यो अब 1 लिटरमा बेसी छ यो पानी अब अहिले मैले हिजो फुलमा पानी हालेँ अब 2-3 दिन हाल्दिनँ म अब ग्याप गरेर कोही बेला यतापट्टि कोही बेला उतापट्टि पानी भक्कु हालेर पनि जराहरू कुन्छ अरे अब त्यो फुलहरूलाई पनि अब यति साह्रो अब उयोहरू गर्नुपर्छ मलजलहरू टाइममा भक्कु मल हालेर मात्रै हुँदैन अब हुनु त अब किराहरू कतिवटा फुलमा किरा लाग्छ मेरो रोसमा मैले अघि भने त्यति राम्रो कोपिला कस्तो खुसी लागेको थियो कि भरे हिजो बिहान हेर्दा त ड्याम्मै त्यो ब्राउन खालको किरा ड्याम्मै डाक्ला भरि पातभरि फुलको कोपिलाको मुनि डाक्लातिर माथि फुलसम्म पुग्न आँटिसकेको छ म त अब त्यो फुल निकालेर त्यो किरालाई त्यो दबाई हाल्नु भएन अब दबाई हाल्दा पनि जान्दछु नि दबाईकोहरू त्यसमा किरामा हाल्ने तर हामी त के गर्नु अब हो माइन्ड नगर्नु होला अब हामी त मानि गर्ने मान्छे गुरुहरूले अब त्यो नगर्नु भन्नुहुन्छ फुलमा अब देखेर अब कोही बेला झुसिलेहरू लागिरहेको हुन्छ टिपेर पर फ्याँकिदिन्छु झारपात भएकोतिर अब किराहरू नमार्नु सानो भन्दा पनि सानो पनि पाप नगर्नु सानोभन्दा सानो पनि पुण्य कमाउनु भनेर हामीलाई गुरुहरूले भन्नुहुन्छ प्रवचनमा हो त्यसले गर्दा चाहिँ हामी किराहरूलाई पनि अब सानो जानेर चाहिँ अब अन्जानेमा त कति गर्यो नि अब कति गर्यो मैले त सानोमा झन् खोलामा गएर पौडी खेल्दै माछाहरू मार्थेँ बुद्धि थिएन हो अन्त माछाहरू मार्थेँ अन्त त्यस्तो गर्थेँ मैले तर अब अहिले जानेर अब यस्तो बुढेसकालमा बुझेँ यस्तो कुराहरू चाहिँ गलत रहेछ अब के गर्नु बुद्धि नपुग्दाखेरि गरेँ नि अब हो कति अब बुद्धि आएर पनि पहिला पनि मैले अब कति त्यो गरेँ नि तर अब मैले अब यो गुम्बा जोइन गरेको अब 10 वर्ष 2016देखि गरेको अन्त अब हामीलाई गुरुहरूले त्यस्तो नगर्नु भनेर भन्छ अन्त अब होस् अब जति अब किराहरू झुसुलेहरू देख्यो भने चाहिँ पातसँगै टिपेर अलिक पुता लगाएर फ्याँकिदिन्छु हो अब साह्रै बिगारिदिन्छ टुप्पै खाइदिन्छ फुलको टुप्पै खाइदिन्छ हो अन्त खेपैपछि वर्षैपछि किराहरू पनि चेन्ज भएर आउँछ सधैँ त सेतो खालको लाग्थ्यो योपालि त हिजो मैले गुलाबमा हेर्दा त ब्राउन खालको लाई पो छाप्पै लागिरहेको रहेछ पखेटा पलाइसकेछ अन्त के गर्नु अन्त अब फेदबाट काटेर फ्याँकिदिएँ नि त्यो कोपिलासँगै काटेर फ्याँकिदिएँ अब फुलको माया गरेर भएन अरूलाई पनि बिगारिदिन्छ त्यसले गर्दाखेरि अन्त अनि इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँहरूले अब मलबङ्गो अनलाइन अब जान्ने छोरी बुहारी छोराहरूले त अब अहिले त फोनमा अनलाइन मलहरू किन्छ हो जाँगर हुनेहरूले नानी हो मल चाहिँ घरमै हुन्छ हाम्रो अन्डा खान्छ अन्डाको निस्किन्छ फ्रुट खान्छ फ्रुटको बोक्राहरू निस्किन्छ चुकाउने ठाउँ छ चुकाएर त्यो गर्दा हुन्छ घरमै हुन्छ नि अब मलहरू फ्रुटको बोक्राहरू हुन्छ चियापत्तीको छोक्राहरू हुन्छ अन्त अब हामीले साङबालेको खरानीहरू हुन्छ केही खेरो जाँदैन हाम्रो घरको चिजहरू केही खेरो जाँदैन मैले चाहिँ अब सबै पवित्र गार्डनमा हेरेर जानेको अब जानेको मैले बहिनीले चाहिँ यति साह्रो राम्रो पाराले सिकाउँछ गार्डनिङहरू यति साह्रो तपाईँहरूले पनि टाइम पायो भने चाहिँ पवित्र गार्डनको त्यो चाहिँ खोलेर हेर्नुहोस् फुल प्रेमीहरूले चाहिँ अवश्य हेर्नुहोस् उहाँले यति साह्रो राम्रो फुलको केयरिङहरू गार्डनिङहरू सिकाउनुहुन्छ यति साह्रो राम्रो पाराले बुझाउँछ म त कान पनि सुन्दिनँ हो फोनमा त्यो पोस्टहरू पनि गर्नु जान्दिनँ अहिले पनि भिडियो चाहिँ अलिअलि बनाउनु जाने तर अब त्यसलाई पोस्ट कसरी गर्नुपर्छ त्यो मलाई थाहा छैन हो अहिले अब नातिलाई भनेर पोस्ट गर्नु लाउँछु हो
अन्त अब यति साह्रो राम्रो कुरा राम्रै घरमा हुन्छ, हामीले महँगो मलहरू किन्नु पर्दैन। अब कतिवटा अब मैले अब खोर्सानीहरू डल्ले खोर्सानीहरू रोपेको छु, त्यस्तै अब टाइम खेरो जानुभन्दा त टाइमलाई चाहिँ मेरो बाँचेको टाइमलाई चाहिँ म राम्रो ठाउँमा बुढेसकालमा के गर्नु, अब काम छैन हो, कहाँ जानु। अनि त्यही त फुलहरू रोप्छु, बाहिर भित्र गर्छु, बाहिरको भित्र जान्छु, भित्रको बाहिर ल्याउँछु। अब उसलाई पनि हावापानीहरू चाहिन्छ, हावाहरू चाहिन्छ, घामहरू चाहिन्छ फुलहरूलाई पनि अब सजाउनुको लागि। त्यो गरेर आफ्नो घर मात्रै राम्रो पारेर पनि हुँदैन, हामीले बाटोघाटो सबै सफा राख्नुपर्छ। वरिपरि हाम्रो घर वरिपरि झार जङ्गलहरू अब बर्खामा सफा राख्नुपर्छ, नाली झोडाहरू सफा राख्नुपर्छ। नाली झोडा मान्छेले देख्दैन भनेर मैला पोका पारेर नाला झोडातिर फ्याँक्नु होइन नानी हो। सबैलाई त्यो नयाँ रोडको मुनिपट्टि यति साह्रो मैला बनाएको छ त्यहाँनिर। आज हाम्रो छिमेकी भाइ मैला भाइ गएर चाहिँ त्यो मैलाहरू डढाएर आएछ। अब आज टाइम पायो भने त्यहाँ एक दुईवटा बिरुवाहरू लगेर रोपौँ भनेको म हो। अब टाइम पाउँछु कि पाउँदिनँ। अब यतिकै अब एकछिनमा पानी उठाउने बेला हुँदैछ, पानी उठाउने बेला हुँदैछ। बोट बिरुवाहरू छ, पम्सीको छ, अम्बकको छ, आफै खाएर उम्रेको फ्याँकेको गेडाहरू म त बारीतिर लगेर गाडी राखिदिन्छु। केही फ्याँक्नु मन पर्दैन मलाई चाहिँ। अब सुन्तलाहरू खाएको गेडाहरू पनि भक्कु सुन्तलाहरू, निम्बुहरू खान्छु म, निम्बुको जुसहरू खान्छु घरमा बनाएर। त्यो निम्बुको गेडाहरू जतासुकै उम्रिरहेको छ। अब त्यो पनि लगाएर रोपिराखिदिन्छु तलतिर। अहिले टाइम पायो भने बेलुकातिर गएर। तर मान्छेको नजरिया र मान्छेको सोच चाहिँ कस्तो हुँदो रहेछ नि। अब बाटोघाटो भनेको चाहिँ सार्वजनिक सम्पत्ति हो, अर्काको जमिनतिर। हामीलाई कसैले एउटा चितको खोलहरू फ्याँकिदियो बाटोमा हाम्रो घर आँगनतिर भने कति नराम्रो लाग्छ। कुकुरहरूले मैला गरिदिन्छ, हामीलाई कति नराम्रो लाग्छ। कुकुर त पशु हो नि, उनीहरूले त केही राम्रो नराम्रो उयो गर्नु सक्दैन। तर हामी मान्छे सोच्ने विवेक भएको विवेकशील प्राणी हो हामी, सभ्य समाजको सभ्य हामी। सबैभन्दाखेरि चाहिँ विवेकशील प्राणी चाहिँ हामी मान्छे हो। हामीले चाहिँ बाटोघाटोतिर लगेर अर्काको जमिनतिर लगेर आफ्नो घरको फोहोर मैलाहरू फ्याँकिदिनु त राम्रो कुरा होइन नि त, राम्रो कुरा होइन। त्यसरी नफ्याँकिदिनुहोस्, मेरो रिक्वेस्ट छ, बिन्ती छ, त्यस्तो नगर्नुहोस्। हाम्रो पनि त घरमा मैला निस्किन्छ नि त, कति निस्किन्छ हाम्रो घरमा मैला। तर हामीले चाहिँ के गर्नु, फ्याँक्ने हाम्रो गाडी आउँदैन। तपाईँहरूलाई पनि प्रब्लम हो, गाडी आउँदैन हो। अब गाडी आउँदैन हाम्रो, हामीलाई कति कुराको प्रब्लम छ। तर हाम्रो पनि त यहाँ हामी यति माथि छ, हामी त लगेर फ्याँक्दैन। हामी यो रोडदेखि माथि घरले उता पल्लो गाउँको त भन्नु सक्दिनँ हो, उता पल्लो गाउँको त भन्नु सक्दिनँ। तर यहाँदेखि यो बाउन बाजेको घरदेखि लिएर अलिक पर नानाको घरदेखि लिएर माथिसम्म चाहिँ हामीले सबै जग्गा जता आफ्नै घरको छेउमा जग्गा बनाएर चाहिँ हामी फोहोर मैलाहरू डढाउँछौँ, हामीले डढाउँछ। अनि जुठो घरमा निस्केको वेस्टहरू मेरो जति मैले चलाउने काममा चलाउने चाहिँ फुलहरूमा हाल्ने चाहिँ म धुएर सुकाउनेहरू चाहिँ म सुकाएको छु। नसुक्ने कुने कुराहरू चाहिँ तर हाम्रो छिमेकी बहिनीको बारी छ, त्यहाँनिर लगेर म खाल्टा खनेर काट्छु। खाल्टा खनेर काटेर ढुङ्गाहरू थिचिरहेको छु। अब उहाँहरू त हुनुहुन्न अहिले, उता बर्मेक सरेर जानुभएको छ, र पनि उहाँहरूको बारीहरू छ। अब त्यस्तै झार जङ्गल घारी भएर जानुभन्दा त केही रोपेर यसो बोट बिरुवाहरू रोपिराख्यो भने त यसो मुन्टामुन्टीहरू खानुहुन्छ, हरिपरिहरू अलिक खानुहुन्छ, खोर्सानीको बिरुवाहरू रोपिराख्यो भने त यसो रहर हो। बेच्नु छैन, बेचेर बिल्डिङ बनाउनु छैन, तर यसो खानु त अब यसो काम चल्छ। हाम्रो त अब दोकान बजार टाढो छ, कोही बेला इमर्जेन्सी चाहिन्छ हो, इमर्जेन्सी चाहिन्छ कतिवटा कुराहरू। त्यतिखेर कहाँ जानु, बजार नानीहरू स्कुल गएको हुन्छ, घरमा अब नानीहरू बुहारीहरू पनि कता कता आफ्नो कामले गएको हुन्छ। यसो बारीमा रोपिरहेको छ भने त्यसो टिपेर खानुहुन्छ नि, काम चल्छ। बारी पनि राम्रो देखिन्छ, फल्यो भने मन कति खुसी लाग्छ। त्यही हरियै भएर इस्कुसको लहराहरू, फर्सीको लहराहरू जे पनि छ, हरियो भएर जाँदाखेरि कति खुसी लाग्छ होइन त। त्यस्तै हो नि त, मनलाई चाहिँ राम्रो राख्नुपर्छ। सृष्टिले हामीलाई यति साह्रो हामीलाई अब प्रकृतिले हामीलाई यति साह्रो राम्रो कुराहरू सृष्टि गरेको छ, यति राम्रो कुराहरू दिएको छ हामीलाई। तर हामी मान्छेले चाहिँ नि हामीले आफ्नो चिजलाई आफै बिगार्छ। आफ्नो घर चाहिँ चिटिक्क पार्छ, हजार रुपियाँको चिज सामानहरू ल्याएर घरमा सफा पार्छ, फिनेलहरू लाउँछ, लाइजोलहरू लगाएर घरहरू सफा गर्छ हो। तर अर्काको बाटो अर्काको जमिनमा लगेर चाहिँ मैलाहरू थुपारिदिन्छ। त्यो सोच चाहिँ कस्तो खालको। अहिले त नपढेको मान्छेहरू कोही पनि छैन,
उहिलेको मान्छेहरूले हामी सानो केटाकेटी हुँदाखेरि रामायणको त्यसमा पढ्दाखेरि म त स्कुल पनि पढेको छुइनँ, अर्काले पढेकोहरू त्यसमा टुक्रा टुक्री कागजहरू टिपेर पढ्थेँ हो। त्यो पढ्दाखेरि उहिलेको मान्छेहरूले बाटो पौवा पाटी, अहिले पौवा पाटी भनेको अहिलेको जेनेरेसनलाई थाहा छैन है। अहिले चौताराहरू भनौँ, चौतारा हावाघरहरू उहिले सरकारहरूले कहाँ बनाउँथ्यो र? गाउँकै मान्छेहरूले आफ्नो मान्छे बाउआमा मर्दाखेरि चौताराहरू पौवा पाटीहरू इनारहरू कुवाहरू खनाउँथ्यो, बाटोमा पानी खानेहरू त्यो बनाउँथ्यो। मान्छेलाई मात्रै हुँदैन, चराचुरुङ्गी सबैलाई हुन्थ्यो। तर अहिले हामी विवेकशील पढालिखा भएको मान्छेहरूको सोच चाहिँ म त छक्कै पर्छु, म अब छक्कै पर्छु। अब कस्तो खालको चाहिँ सोच हो, कस्तो खालको चाहिँ सोच हो। अर्का मान्छे हिँड्ने ठाउँमा फोहोर मैला, घरको फोहोर मैलाहरू अलिअलि घरमै एउटा च्याप्लाहरू राखेर डढाउँदाखेरि त त्यो खरानी भयो भने चाहिँ यति भइहाल्छ नि। जब कसैले आफ्नो घरको अगाडि मैला सानो चिप्सको खोलहरू कोकको बोतलहरू देख्नु मन पर्दैन, पानहरू खाएर थुकेको मन पर्दैन, कुकुरहरूले टट्टी गरिदिन्छ आएर त्यो मन पर्दैन हो। तर अर्काको बाटोमा चाहिँ, अर्काको जमिनमा चाहिँ त्यस्तो डरलाग्दो मैला फ्याँक्नु चाहिँ मनको सोच चाहिँ कस्तो हो त्यहाँको मान्छेको चाहिँ, म छक्कै पर्छु। मुनितिर मन्दिर छ, उतापट्टि चर्च छ, यतापट्टि चर्च छ, सबैले त आफ्नो आफ्नो धर्म मान्छ नि त। यी मुनितिरपट्टि यस्तो प्यारालाइज भएको बिमारी छ, त्यो मैला फ्याँकेकै मुनितिरपट्टि कति मैलाको बोराहरू लडेर जान्छ त्यहाँ उसको घर मास्तिरपट्टि। तपाईँहरूले सोच्नुहोस् त, आफै सोच्नुहोस् न। तपाईँहरू बिचुला तपाईँले यो बढी किन बाठी भयो भन्छ होला, तर मलाई त एकदम मलाई चित्त बुझेन है नानी हो। हामी जस्तो बुढाबुढी मान्छे त फ्याँक्नु गएन होला। त्यहाँ त कतिवटा यति साह्रो राम्रो घर पनि छ। मैले एकजना दिदीलाई पनि देखेको छु त्यहाँनिर त्यो बाटोको मुनि, उसले जहिले पनि बेलुकातिरहरू त्यो मैलाहरू घरको मैलाहरू डस्टबिनकोहरू ल्याएर डढाइरहेको हुन्छ उसले। हो त्यस्तो गर्नुहोस् न, अलिकति जग्गामा हेरेर अलिअलि सधैँ डढायो भने त भक्कु मैला फ्याँक्नु पर्दैन नि, जता बोकेर जानु पर्दैन। अहिले हाम्रो गाडी आउँदैन, मैला गाडी आउँदैन। म त यहाँ अहिले सिन्तामा आएर बसेको 10 वर्ष भयो, मलाई यो कुरा चाहिँ एकदम मन परेन, जतासुकै मैलाहरू फ्याँक्नु, जतासुकै त्योहरू गर्नु हो। पहिला म त गान्तोकमा हुँदाखेरि पनि पनि बोल्थेँ, त्यतिखेर म किरायमा बस्थेँ हो। तर पनि अर्को बिल्डिङको मान्छेहरू आएर त्यो हामी बसेको मुनिपट्टि मैला डढाउँथ्यो, म त रिसाउँथेँ, बाध्थेँ म त, किन मैले पैसा तिरेर बसेको हो। त्यो धुवाँहरू मैला धुवाँहरू आउँदाखेरि मलाई म त जेएमसी गाडीहरू आउँछ नि, जेएमसी गाडी आउँदाखेरि चाहिँ पैसा टाइममा दिनु पऱ्यो, सरकारलाई ट्याक्स दिनु पऱ्यो हामीले। त्यो पैसा हामीले महिनामा टाइममा बुझाएको छ भने पो त सरकारले पनि त्यो पैसालाई राम्रो ठाउँमा लाउँछ नि त। हामीलाई पुल चाहिन्छ, हामीलाई बिजुली चाहिन्छ, कतिवटा कुराहरू, हामीलाई बाटो चाहिन्छ, अस्पताल चाहिन्छ, हामीलाई शिक्षाको उयोहरू चाहिन्छ, स्कुलहरू चाहिन्छ हामीलाई। त्यो पैसा चाहिँ सरकारले राम्रो ठाउँमा हामीले त्यो पैसा चाहिँ तिर्नु पऱ्यो नि त। गाडीको मैला उठाएको हामीले, घरको मैला त हामीले आफूलाई फ्याँक्नु सिक लाग्छ भनेदेखि अर्काको ठाउँमा लगाएर फ्याँक्छ भने त्यो मैला फ्याँक्ने मान्छेहरूलाई कति बिचाराहरू कति बिमार हुन्छ होला, तिनीहरू त्यो हातले उयो गर्नुपर्छ। मैले अब यो फुलको भिडियो बनाएकोमा धेरै लामो भिडियो बनाएँ है, अब माइन्ड नगर्नु होला तपाईँहरूले। अब जसले पनि त्यहाँ मैला फ्याँकेको छ सोचेर विचारेर चाहिँ गर्नु चाहिँ। तपाईँहरू मान्छे हो, भात खाने मान्छे हो, मैले यस्तो यो भिडियो बनाएँ भनेर चाहिँ माइन्ड नगर्नु, सोच्नु आफैले सोच्नु, सोच आफ्नो सोचलाई चाहिँ उच्च राख्नु है, एकदम माथि राख्नु आफ्नो सोचलाई चाहिँ। अब त्यति नै भन्दै मैले भिडियो अफ गर्दैछु। ल बाई बाई।